बढ्यो हाम्रो सेना। तपाईँले घटेको देख्नु, यति घटे चाहिँ मैले एकदम बढ्या देख्छु। यही हो रणनीतिक राजनीति भने। तपाईँ हामी कति थियौँ भन्नुहोस् त क्यान्टोनमेन्टमा? साँच्चै कम्प्रोमाइज हुनुभन्दा अगाडि हामी कति थियौँ? साँच्चै भन्यो भने त हामी त थोरै थियौँ नि त, होइन? हामी 7,000 र 8,000 को बिचमा पुगिसकेका थियौँ। हामी 7-8 हजार मात्रै हुन्थ्यौँ हामी। त्यति नै राखेको भयो। अहिले चाहिँ यो भेरिफिकेसनले कति बाँकी रहन्थ्यौँ? 4,000। किन 7,000 को भेरिफिकेसन त 4,000 मा आउँथ्यो। अब हामीले 35,000 त राखिदिएको, 20,000 मा त आयो कमसेकम। यो हो नि साँचो कुरा त। अरूलाई पो हामीले भन्नुहुन्न त। तपाईँ हाम्रो त साँचो कुरो थाहा छ नि त। अनि हामी किन उताबाट सोच्ने? हाम्रो लिडरसिपले बुद्धि पुर्याएर 7,000 लाई 21,000 त बनायो रेगुलर आर्मी। अहिलेको भेरिफिकेसनलाई मात्रै आधार मानिँदैन क्या कमरेड। यो बुझाइदिनुहोस् है सबै साथीहरूलाई। यो अहिलेको भेरिफिकेसन, त्यहाँ त हामी भाले भइसकेपछि त, माफ गर्नु होला, हामी जितिसकेपछि भने क्या, हामीले जितिसकेपछि हामी त्यो जाब किन मान्नु पर्यो? हामी अर्को नियम बनाइ